Lasso Pepilo Tensidile Sevaro Camri Madzulapa नमस्ते भन्दैछु हजुरहरूलाई साथीहरू यो चाहिँ हाम्रो हिजोको भिडियो यो चाहिँ मेरो युट्युब च्यानल साथीहरू हेरेर के कस्तो हुन्छ प्रतिक्रिया दिनुहोस् होला हामी चाहिँ घरदेखि बाहिर निस्किँदै गरेको भिडियो स्टे ट्युन साथीहरू यहीँ छ तपाईँको बेगमा Lasso Pepilo Tensidile Sevaro Camri Madzulapa भन्दै है गुड मर्निङ हामी चाहिँ आज चाहिँ यहाँनिर हामी चाहिँ आज हाम्रो टुकुलाको प्रतीक्षामा बसिरहेछौँ साथीहरू टुकुला आउनुहुँदैछ र हामी चाहिँ टुकुलालाई वेलकम गर्न बसेर साथीहरू आज चाहिँ हाम्रो यहाँको दृश्य चाहिँ यस्तो छ साथीहरू जग्गा चाहिँ चिन्नुभयो होला अर्कै ग्रुप रहेछ अर्कै ग्रुप रहेछ यसमा त बिम्बुर चाहिँ अर्कै उयोहरू थियो यो हामी जुन गुम्बा जाँदैछ नि यहाँ चाहिँ यस्तो लाइन हुन्छ भन्थ्यो 12 बजीदेखिको बसेर 8 बजीदेखिको सोचेर चाहिँ लाग्यो बोल्नेछ सिलगढीको छुट्टीहरू भिडियो गरिदिनुहोस् है यो भिडियोमा गर्दा एक दुईवटा फोटो खिचेको एक नम्बरमा कम्प्रेसर हुन्छ भने त्यसको पनि पुरै साथीहरू अहिले भने चाहिँ हामी सिङ्लाको ब्रिज क्रस गर्न लाग्यौँ यहाँ अगाडि हाम्रो टुकुलाको गाडीहरू जाँदैछ साथीहरू र हामी चाहिँ सिङ्ला ब्रिज क्रस गर्न लागेको छौँ साथीहरू साथीहरू अब चाहिँ हामी ह्याङ्गिङ ब्रिज क्रस गर्नु लागिरहेछौँ
के भन्छ भानिज एउटा फेरि भुइँचालोको चाहिँ डेन्जर हो यो एकसेप गेजिङ यो चाहिँ रेड जोनमा छ हाम्रो नानी आउँदैछ हेर त पछाडि नानी हो भाइ हो साथीहरू एकदम लामो बाटो एकदम अहिले यहाँनिर अगाडिबाट हाई कमान्डबाट चाहिँ अलिकति अर्डर आएर बिस्कुट बाँड्नुमा लागिरहेछ यहाँको लागि के चाहियो सिट बेल्ट चाहियो ब्यागकोहरू चाहिँ खतम छ हो मैले चाहिँ यहाँ सन्डितलाई भन्दैछु कि बिचमा लाउने सिट बेल्ट छैन भनेर तपाईँको अर्कै छ यो रुखहरू देख्दा रानी फुल जस्तो लागेन यो माथिको जस्तै भन गाडी महेन्द्रले जस्तै भन स्टार्टरले जस्तै भन पल्टा भर्खर उठेको हो के हो बेबेलीले भिडियो गरिदिरहेको हेर्न आँखा रातभरि रहेछ होला नि त आमा सबै बिजी छ सुसिदा नै बिजी सन्दप पनि बिजी यिनी नानीहरू गाडी कहाँ राख्यो ए यी रहेछ नि त गुम्बा राखेको माथि साथीहरू हामी चाहिँ यहाँ गुम्बामा आइसक्यौँ वहाँनिर चाहिँ हाम्रो टुकुला अनि भित्र जानुभयो हाम्रो खान्डो उहाँले चाहिँ हामीलाई यहाँ ल्याउनु भएको हो यहाँनिर चाहिँ टुकुला हाम्रो आउनुभयो भित्र जानु हुँदैछ साथीहरू डाइनिङमा
त्यति नहुँदैछ कुवाहरू राख्यो ल साथीहरू हामी चाहिँ पछि पोखरी आइसकेको छौँ टुक्लाको दर्शन तपाईँहरूलाई होइन म पनि यहाँ छु साथीहरू गरिरहेको छैन यस्तो भइरहेको छ हामी चाहिँ खिची पोखरीतिर प्रस्थान भइसकेको छ र तपाईँहरूले पनि दर्शन गर्न सक्नुहुन्छ साथीहरू हामी चाहिँ टुक्रासँग छु टुक्रासँग साथीहरू तपाईँहरूको दर्शन साथीहरू तपाईँहरू दर्शन साथीहरू मैले टट्टै हेर्नुहोस् यो चाहिँ खिची पोखरी लेक तपाईँहरू हेर्नुहोस् साथीहरू एकदम साथीहरू स्टे ट्युन है अहिले फेरि आउँछ है सबैजना बस्नु यसो मिलेर बस्नु तपाईँले पर याद भन्नु भएन पर हजुर तेरो पनि खिचिदिन्छु कस्तो म त जान्दिनँ यतिकै खिच्नु यहाँ चाहिँ अर्ग्यानिक सामानहरू ठुलाले सामानहरू किन्नु हुँदैछ साथीहरू त्यस्तो छ साथीहरू अब चाहिँ हामी सबै दर्शनहरू गरेर खिची पोखरीहरूबाट रिटर्न हुँदै गरेको साथीहरू फर्किँदै गरेको दृश्य यो चाहिँ
साथीहरू यहाँनिर सुती सुताई सबैजना लुक छ केटा हाँस्दैछ पछाडि दियान्छु एकदमै यहाँनिर एकदम हँसाउँदै दिल्लगी गर्दै अब हामी घरतिर बिस्तारै गर्दै फर्किन लागेको साथीहरू। साथीहरू अहिले भने चाहिँ हामी फिलहाल चाहिँ फेरि तातो पानी आएको छौँ है साथीहरू यो चाहिँ तातो पानीको दृश्य स्टेट्युन हामीहरूलाई साथीहरू तातो पानीको फुल एकदम छ यसो तातो पानीको गुफा है भित्र गुफाभित्र है पूजाहरू हुँदैछ है साथीहरू दर्शन गर्नुहोस्। यहाँबाट यस्तो छिर्ने दर्शन गर्छ साथी बोलाउनु हुन्छ जानु नि साथीहरू यस्तो चाहिँ एकछिन रोकिनु भन्नु चाहिँ बाहिर अक्सिजन लेभल कम्ती अब तातो पानीको दर्शन ल गोबर हो साथीहरू यो चाहिँ तातो पानी एकदम अहिले तातो पानीमा छु भाइ र म अनि म चाहिँ हामी चाहिँ तातो पानीमा अलिकति हल्का फुल्का भिजाइ पारेर चाहिँ निस्किएको साथीहरू स्टेट्युन अझै आउँदैछ हाम्रो आजको भिडियो ल अच्छा पेपुलर मजा लाप्पा है नमस्ते भन्दै है तपाईँहरूलाई यो चाहिँ हाम्रो तातो पानीको गुम्बाको अब चाहिँ हामी तातो पानीबाट एकदम छुट्टिन लागेको हाम्रो चाहिँ आजको भएर खुल्ला पनि यहाँ बस्नु थालिसक्यो यहाँ हुन्छ हाम्रो
मेरो पछाडि पछाडि खान्डो पनि आउनु हुँदैछ म अगाडि अगाडि हामी माथि गाडी पाङ्गमा जाँदैछौँ है साथीहरू साथीहरू हामी चाहिँ अहिले गर्नु छ सट्टै जोरथाङ साथीहरू अब अन्तिममा चाहिँ हामी फर्केर आइपुग्यौँ लेबुङतिर है सुनको म्यागी चाहिँ किन नै चलेर झापामा खानु भएन बाई बाई पाँच मलाई मागिदिँदै